हेलो हेलो गुड मर्निङ साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै सबै नारै हुन्छ होला। यसो खाली भएको समय एउटा सानो भिडियो गरौँ भनेर साथ सपोर्ट गरिदिनु होला। म हजुरहरूलाई नै गर्नेछु। यसो हजुरहरूलाई यसो पाइपलाइन कामहरू के कस्तो हुँदैछ हजुरलाई देखाउँछु है त। अब ल साथीहरू, यहाँ चाहिँ अब त्यो पावर हाउसदेखि यहाँसम्म पाइप राखिसकेका छौँ। यो भनेको चाहिँ अब एङ्कर, यो चाहिँ बेन्ड भयो। यसमा चाहिँ प्रेसर पर्छ र कङ्क्रिट ढलान हुन्छ डन्डी राखेर। अब यहाँ भनेको अब यो चाहिँ बाटोले गर्दा खाली छ, फेरि माथि राखिसकेका छौँ पाइपहरू। यहाँ बिचमा चाहिँ बाटो छ, यहाँ क्रसिङ बाटो, त्यसले गर्दा यो रोकिएको छ। र साथीहरू यसो के कस्तो हुन्छ म हजुरलाई देखाउँछु, अन्तिमसम्म हेरिदिनु होला। हामीले गरिरहेको काम कस्तो लाग्छ यसो समय मिलेछ भने कमेन्ट पनि गरिदिनु होला। अझै ट्रस भनेर सबैजनाले बुझि नै हाल्नुहुन्छ। यो ट्रस अब कहाँ राख्ने भन्नुहुन्छ भने म यो पनि हजुरलाई भन्दैछु। यो ट्रस भइहाल्यो। यो ट्रस चाहिँ यहाँ अब यो बन्दै गरेको कलम, यो ढलान हुन्छ, यो ढलानभन्दा माथि हो। यो ढलान भइसकेपछि यसको माथि चाहिँ यो ट्रस राखेर जस्ता राख्ने काम हुन्छ। साथीहरू यस्तै छ प्रोजेक्टको काम। र भोल्भो एक्सकाभेटर यहीँ छ। अब यो ल अब यहाँ ढलान हुन बाँकी छ। अस्ति योभन्दा अगाडि मैले योभन्दा अगाडिको भिडियोमा देखाइसकेको छु, हेर्न सक्नुहुन्छ मेरो भिडियोमा च्यानलमा गएर। र यहाँभन्दा मुनि चाहिँ वाइ छ, यो फिलिङ भइसकेको छ माटो ढलान गरेर। यहाँभन्दा मुनि चाहिँ वाइ छ, हजुरहरूलाई मैले भिडियो देखाइसकेको छु कस्तो छ भनेर। यहाँ पनि यहाँ ठाउँ भइसकेको छ, त्यहाँ चाहिँ ट्रान्सफर्मर बस्छ। यहाँको ट्रान्सफर्मर आउँदैछ, त्यसको लागि रेडी हुँदैछ। यो चाहिँ हिजो ढलान भएको, अब यहाँ ट्रान्सफर्मरलाई लिक बनाउने ठाउँ बनाउने काम हुन्छ। ट्रान्सफर्मर 34 टनको आउँदैछ, 34 टनको ट्रान्सफर्मर आइरहेछ। अब यहाँ भनेको अब खालि यो सबै जग्गा सबै सफा भइसकेको छ। ट्रान्सफर्मर सँगै यसमा चाहिँ स्विच आर्ट सबै विद्युत त्यो पावर हाउस निस्केर कन्ट्रोल गरेर राखेर उता पठाउनु लागि ठाउँ बन्छ। यो चाहिँ यहाँ कन्ट्रोल रुम बन्छ। यहाँनिर अब भन्दैछ साथीहरूलाई। अब यो भनेको अन्तिम ढलानमा तयारी हुँदैछ, अन्तिम चरणमा हो। यो माथि जस्ता लाग्छ मैले अघि पनि भनिसकेँ। अब माथि जस्ता लाग्छ अब ढलान भइसकेपछि। यो छोडेर राखेको चाहिँ के होला भन्नु होला। यहाँ चाहिँ क्रेन भित्र यो भित्र चाहिँ टर्बाइनहरू, डिजी जेनेरेटरहरू लैजानको लागि चाहिँ बनाइएको राखिएको छ। यो चाहिँ यो भिडियो देखाउँछु भन्दै त्यति बेला समय मसँग मिलेन। यो 4 टन वेटवाला चाहिँ यसको क्षमता भनेको 30 टनसम्म वेट लिएर जाने सक्ने यो क्रेन राखिएको छ। यहाँनिर चाहिँ 30 टनसम्मको राखिएको छ। यसै छ साथीहरू हाम्रो काम धन्दा भनेको चाहिँ। ल अहिले चाहिँ यति नै म बिट मार्न चाहन्छु। कस्तो रह्यो के रह्यो मेरो भिडियो
हजुरहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र साथै कमेन्ट गर्न पनि नबिर्सिनु होला को कहाँदेखि हुनुहुन्छ म हजुरहरूलाई पनि कमेन्टको रिप्लाई गर्नेछु है त धन्यवाद।